यो निकै ठुलो अवार्ड हो र यो संसारभरिका सबै पर्यटन क्षेत्रका व्यक्तिहरू भेला भएको सबैभन्दा ठुलो अवार्ड हो र यसमा हामीलाई नेपाललाई जुन किसिमले सम्मानित गरियो त्यसबाट हामी निकै उत्साहित भएका छौँ र आगामी दिनमा थप मेहनत गरेर अगाडि बढ्ने अझै पर्यटन क्षेत्रको विकास गर्ने दिशामा हामी बडो तत्परताका साथ लाग्छौँ। अहिले एआई को जमाना हो र यसले दिगो विकासका लागि सस्टेनेबल टुरिज्मका लागि निकै ठुलो योगदान गर्न सक्छ। हामीले हाम्रो प्रकृति पनि जोगाउनु पर्नेछ र पर्यटन क्षेत्रबाट मुलुकलाई विश्वलाई नै विकसित गर्नुपर्ने पनि छ। त्यसैले प्रकृति पनि जोगाउने पैसा पनि कमाउने यो बाटोबाट बीचको बाटोबाट संसारभरिको पर्यटन क्षेत्रलाई अगाडि बढाउनु पर्नेछ। नेपालको सन्दर्भमा हिमालयहरूको संरक्षण गर्नुपर्नेछ। हिमालयको संरक्षणले पहाडको पनि संरक्षण हुन्छ र समुद्रसम्म पानीको पनि संरक्षण हुन्छ। पृथ्वीको पुरा सन्तुलन जोगिन्छ। पृथ्वीको सन्तुलन जोगिएर नै वास्तवमा मानव सभ्यता सुखी र खुसी हुन्छ। त्यसैले त्यो दिशामा अगाडि बढ्ने गरी आगामी दिनमा हामीले पर्यटन विकासको मार्गचित्र बनाउनुपर्छ भन्ने लाग्छ मलाई। हाम्रो सन्दर्भमा हामी विविधतापूर्ण संस्कृतिले नेपाल धनी देश हो र प्रकृतिको पनि विविधता छ। यो संस्कृति र प्रकृतिलाई देखाउनका लागि हामी संसारभरिका मानिसहरूलाई निम्त्याउँछौँ, आतिथ्यता दिन्छौँ। हाम्रो त्यहाँको संस्कार र संस्कृति अनुसार अतिथि देवो भव भनिन्छ। अतिथिलाई देवता समान मानिन्छ। हाम्रा आएका अतिथिहरूलाई हामी राम्रो गरी आतिथ्यता दिन्छौँ। नेपालमा आउँदै नआएको मानिसलाई कम्तीमा एकपटक नेपालमा आउनुहोस्, हामी त्यो वातावरण बनाउँछौँ। एकपटक आएको मानिसलाई पटक पटक नेपाल आउनुहोस्। जसरी हाम्रो हिमाल हाँसेको छ त्यसरी नै नेपालीहरू हँसिला छन्, खुसी छन्, आफू पनि खुसी हुन चाहन्छन् र दुनियाँलाई पनि खुसी बनाउन चाहन्छन्। नेपालमा आएको प्रत्येक नागरिक, प्रत्येक पर्यटक खुसी भएर नेपालबाट फर्किन्छ, ह्याप्पिनेस लिएर फर्किन्छ भन्ने कुरामा हामी त्यो वातावरण बनाउने गरी अगाडि बढ्दैछौँ। नेपाल सरकारको प्रयास, हाम्रो मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रयास यसैमा केन्द्रित छ। यही बाटोबाट हामी अगाडि बढ्न चाहन्छौँ।